हेलो साथीहरू, उता मेरो बहिनी अनि पछाडि मेरो भाइ छ। अनि आज चाहिँ स्याटरडे अनि चाहिँ हामी छुट्टी छ। अनि त्यो हामी चाहिँ टियर घुम्न जाने भनेर अनि टियर घुम्न जान लाग्यो 3 जना भएर। बहिनीले गाडी चलाउँदैछ। यो टनेल हो, यही हो। अहिले बाटोमा भेट्दै गरेर हाम्रो साथीभाइ आउनु भाइ। अनि आज यहाँको वेदर पनि कस्तो राम्रो रहेछ, त्यही भएर घुम्न जाने प्लान बन्यो। अहिले चाहिँ हामी लकजमरमै छौँ। एकछिनमा हामी जर्मनको बोर्डर आइपुग्छौँ। एकछिनमा त्यो पनि देखाउँछु, तर थाहा नै हुँदैन कता लकजमर कता जर्मन भनेर। त्यही पनि खोला छ, अनि खोलाले थाहा पाउँछ। त्यही त हामीलाई त्यो पनि हजुरहरूलाई मैले देखाउँदै गर्छु। अब हामी यो ठ्याक्क खोला तरेपछि हामी चाहिँ ठ्याक्क जर्मनी इन्टर हुन्छौँ। केही गर्नै पर्दैन यहाँ, नर्मल्ली यस्तै गरी एउटा पुल तरेपछि जर्मन आउँछ, त्यही नै हो। यो चाहिँ टियर हामी सिटी आइसक्यौँ, तर सिटीबाट टियरबाट अलिक टाढा गाउँतिर जान लाग्यो, यसो डाँडातिर जान लाग्यो हामी चाहिँ। अनि के अरे यो चाहिँ गाउँ हो। अनि हेर्नु न कस्तो बवाल छ। अनि 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 उयो डाँडातिर चाहिँ सबै त्यो चाहिँ सबै अङ्गुर उत्पादन गरेको अङ्गुर हो, वाइन बनाउनको लागि। सब यस्तो डाँडातिर सब अङ्गुर चाहिँ मात्र फलाउँछ, त्यो वाइन बनाउनको लागि। ठ्याक्क हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। यही हो। भित्र पार्किङ गरेर अनि त्यहाँ चाहिँ स्विमिङ गर्न पनि मिलिरहेछ। पोखरीमा चाहिँ काइकिङ अनि फेरि त्यो पेदलवाला के भन्छ त्यसलाई, बोट त्यस्तो रहेछ। त्यो चाहिँ हजुर के गर्छौँ हामीले हजुरलाई पनि देखाउँछु मैले। हामी चाहिँ भर्खर आइपुग्यौँ यो ठाउँमा। हामी खेल्ने चाहिँ उयो खेल्ने हो, तर यहाँ चाहिँ कोही खेलेर आएर हिँड्छन्। अनि यो चाहिँ रेस्टुरेन्ट रहेछ यहाँको, यस्तै छ भ्यू। अनि अर्को साइडतिर चाहिँ त्यही स्की गर्न मिल्ने चाहिँ स्की अरे कायाकिङ गर्न मिल्ने रहेछ। अनि त्यो खेलेको हयो खेल्न आएको। ठाउँ चाहिँ जे होस् राम्रै रहेछ। आज चाहिँ शनिबार भएर चाहिँ लास्टै बिजी रहेछ। यतातिर लास्टै मान्छे छन्, यतातिर नि यतातिर। हामी चाहिँ खाजा खान आएको र त्यो चेस। यता चाहिँ भाइ छ, भाइले चाहिँ पानी खान्छ, हेल्दी अरे। ड्राइभर पनि भाइ। हामी चाहिँ भर्खर यता यो साइडमा लन्च खायौँ। अनि अब यो चाहिँ खेल्ने भनेर लाइनमा बसेको। आज कस्तो बिजी रहेछ क्या। अघि त उहाँ तलसम्म थियो लाइन, तर अहिले चाहिँ यहाँसम्म रहेछ। भाइ चाहिँ तल गयो। अनि हामी चाहिँ यहाँ लाइनमा बसेको। अनि एकछिनपछि हामी पनि यस्तै खेल्ने, त्यही हो। कस्तो लाग्यो मोटी? रमाइलो, त्यही हो। राम्रो तातो। कसो गर्छ नाटक त। ल मेरो चाहिँ आइसक्यो यहाँ। ल साथीहरू बाई बाई। यहाँ बस्ने अब या ओके सरी। त्यो बस्ने चाहिँ त्यहाँ थाहै भएन, बेजेत भइहाल्यो नि। कसरी हो त नि यहाँ? बस साथीहरू बाई बाई। बस त्यसपछि बहिनी बस्थ्यो लास्टमा। ओके ल त साथीहरू, मलाई चाहिँ लास्टमा जा भन्यो। भाइ यहाँ छ, बहिनी यहाँ छ, म चाहिँ यहाँमा जान्छु। फेरि भेटा मलाई अहिले एकछिनपछि। बाई साथीहरू। खास त यहाँ पाइँदैन, त्यही पनि यस्तो रहेछ। मोटी
यता आएर हाई भनिदेऊ त दरे ल बाई बाई गाइज यहाँ चाहिँ फोन चलाउनु नपाउनु रहेछ त्यही पनि मैले इन माई अन रिक्स ल बाई यस्तो छु म चाहिँ ल बाई हामी चाहिँ त्यो भर्खर खेलेर सकियो अनि अब चाहिँ हामी त्यही त्यो लेकमा जाने भनेको अब लेकमा जान्छौँ अनि त्यहाँ लेकमा गएर चाहिँ के हुन्छ हजुरलाई मैले जानकारी चाहिँ गराउँछु अनि यो भिडियो चाहिँ युट्युबमा पैसा कमाउनको लागि होइन जस्ट हाम्रो मेमोरी यताबाट निस्किनु अनि हाम्रो मेमोरीको लागि मात्र हो हामी तिनजना दुई दाजुभाइ र एउटा बहिनीसँग सम्झनाको लागि जस्ट फर मेमोरिजको लागि मात्र हो दुःख पनि हो अझै हामी जान्छौँ अझै बाहिर गाडी चला अब हामी चाहिँ त्यहीँ गएपछि अनि फेरि त्यहाँ के हुन्छ तर रात साँझ भयो त्यहाँ बन्द चाहिँ हुन्न नै यहाँ त 11 बजी दिएको थियो तर यहाँ त्यहाँ थाहा भएन नि त त्यो कायाकिङ गर्नलाई या बोटिङ गर्नलाई बोटिङ गरिन्छ पेदलवाला बोटिङ हो क्या पानी किन्ने अनि केही खानेकुरा किन्ने अनि गर्ने यो चाहिँ ठाउँ चाहिँ यस्तो हो तर राम्रो चाहिँ एकदम राम्रो रहेछ ल फेरि अहिले भेटौँ न साथीभाइहरू अघि चाहिँ हामी त्यो ठाउँमा थियौँ अनि उयो खेलेर आएको अनि यो चाहिँ अनि अब हामी चाहिँ उहाँबाट चाहिँ हामी यहाँ आइपुग्यौँ अब चाहिँ हामी यहाँभित्र जाने अनि यहाँभित्र चाहिँ अब पानीको त्यो के भन्छ त्यसलाई थाहा भएन मलाई तपाईँले मिलाएर बुझ्नुहोस् न अब यति देखिसक्नुभयो अब यता दिमाग लाउनु पऱ्यो नि अनि हजुरले कहाँ युट्युबमा हेरेर बसेर हुन्छ दिमाग पनि त लाउनु पऱ्यो नि हामीले ज्यान चलाइयो हजुरले दिमाग चलाउनुहोस् के गर्न लाग्यो भनेर होइन मटी कसो गर्छ फेरि राम्री भए कसो गर्छ साथीभाइहरू तर हामी चाहिँ राम्रै ठाउँ त आएको रहेछौँ तर यहाँ यसो बुझ्दा चाहिँ स्विमिङ कस्ट्युम चाहिन्छ कि जस्तो कुरा लाग्यो मलाई हामीसँग स्विमिङ कस्ट्युम छैन यो चाहिँ यस्तो रहेछ कि यस्तो यो तारले तान्ने रहेछ यो त खासै नजाने रहेछ यो अलिक स्लो भयो कस्तो लागेछ कि यो ट्राई गर्न लाग्यो इफ टाइम छ र सब मिल्यो भने चाहिँ त्यही हो यस्तो यस्तो पनि गर्नु मिल्ने रहेछ यो त अब हाम्रो त यो फर्स्ट टाइम हो कस्तो हुन्छ ल साथीहरू म चाहिँ यहाँ बुझ्न आएको यो चाहिँ 2 घन्टाको लागि रहेछ 36 युरोमा अनि बाइचान्स अनि म किनकि यहाँ खस्ने रहेछन् क्या मान्छेहरू लोट्ने रहेछन् पानीमा अनि त्यो लोटेपछि चाहिँ फेरि जहाँ पल्टेको त्यहाँ फेरि उहाँ पल्ट्यो नि फेरि यहीँ आउन पर्ने रहेछ फेरि त्यो फेरि खेल्नलाई के अनि त्यो चाहिँ झ्याउ रहेछ अनि त्यो पनि टाइम पनि रातिको कति बज्यो हाम्रो यहाँ रातिको त कति पनि साँझको कति बज्यो साँझको 7 बज्यो अनि 2 घन्टाको लागि त 7, 8, 9 बज्छ अनि त्यही भएर 8 बजी नै बन्द हुन्छ अनि फेरि 8 बजी बन्द हुन्छ र अनि त्यही भएर चाहिँ यो नखाइने कुरा भयो नेक्स्ट टाइम चाहिँ आउने कुरा भयो 2 घन्टाको 36 युरो पर्ने रहेछ त्यही माथि लाइन पनि लास्टै लामो भयो त उहाँसम्म रहेछ त्यही भएर अर्कोचोटि खेल्ने कुरा भयो ल त फेरि बाई अनि यो चाहिँ यहाँको अर्को नेक्स्ट लोकेसन हो यही साइडको यहाँ चाहिँ नुहाउने मात्र रहेछ बिच एरिया जस्तो समुद्रको टाइपको तर पोखरीमा के लेकमा यतिमा नुहाउन मात्र पर्ने रहेछ यही नै हो अर्को लोकेसन चाहिँ त्यसको साइडको लोकेसन अघि हजुरलाई मैले भन्दै नि त पानीको एक्टिभिटिजहरू धेरै रहेछ भनेर अनि यो चाहिँ अर्को रहेछ त्यो चाहिँ अर्को फर्स्ट अनि यो चाहिँ सेकेन्ड अनि ऊ त्यहाँ रहेछ तर त्यहाँ चाहिँ केटाकेटी मात्र खेल्ने रहेछ नि ऊ त्यो यस्तो त्यो रोसीमा झुन्डेर अनि तल खस्यो भने चाहिँ तल पानीमा जाने फेरि झुन्डेन जाने त्यो चाहिँ केटाकेटीको लागि मात्र रहेछ त्यही हो अब चाहिँ हामी गल्फ खेल्ने भनेको फर्स्ट टाइम त्यहाँ पाइन्छ कि नै त्यही हो यो दुइटा त अब पानीको कारणले अब खेल्न त्यस्तै भयो अब रह्यो अनि यही गल्फ खेल्ने या मिल्छ कि नै त्यही नै हो हामी चाहिँ यो मिनी गल्फ खेल्ने भनेर अब केही खेल्न पाइएन यो खेल्ने भनेर अनि यहाँ चाहिँ भाइ बहिनीले मसँग छ मेरो कार्ड क्यास मात्र क्यास त छैन त्यही हो मलाई खास त्यो मलाई चाहिँ खेल्न मन लागेको खास त्यो हो कि कस्तो यो कायाकिङ सोध न यसलाई कायाकिङ
बहिनी ल हामी चाहिँ आइसक्यौँ यहाँ खेल्नलाई यो चाहिँ एकजनाको 5 युरो कि समथिङ कति युरो रहेछ आउन त कसैलाई पहिला आउँदैन त्यही नि ट्राई गरौँ तिमी त खेल्यौ भन्थ्यौ त पहिला खुब म खेलिसकेको भन्थ्यौ त मलाई गफ हान्थ्यो त दादा लगा हातै आन त छिटो गर न ल खै मैले चोपिदिन्छु लु ल सबैले आफ्नो बल ल भाइले भाइले ल म नि हामीले खास त्यो दुलोमा छिराउनु त नि सर ल मेरो पालो अब ल बहिनी खिच्देऊ त बहिनी मेरो खिच्देऊ यहाँ मेरो खिच्देऊ न बहिनी ओए खिच्देऊ न त सदा थोरै सर्टमा हान्नु पर्छ त्यसले जान्छ हान्ने तबाट हो के देखे पो होइन उल्टो भयो यसरी होइन होला अर्को साइड यसरी अर्को साइड हाम्रो दाइको फर्स्ट टाइम मिनी गोल्फ ल गयो है गयो ए झन् टाढा जानु कसो गरी केही जान्ने रेन्ज मेरो पालो मेरो बल खै मेरो बल यो होइन म त बहिनी खिच्देऊ खिच्देऊ आफू हिरो भने जस्तो तिम्रो अघि त्यहाँ भएन अब यो जान्न जाँदै जान्न यो जान्न है यो बल यो जान्न जाँदै जान्न अच्छा लाउनुहोस् ल अब तिमीहरू सन्दा फर्स्ट मै छु अहिलेसम्म त्यो उसको उके तिम्रो त्यहाँ ल छिटो छिराउ के उल्टे भयो बहिनी उल्टे हो के ल ल छिरो 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 ल आउ जाम उता अर्कोमा यहाँदेखि फेरि मेरो चाहिँ अब यो यहाँ 18 हो लास्ट म चाहिँ 18 आइपुगेँ यिनीहरू चाहिँ त्यहाँ छन् अझै त्यही हो चुप त्यही हो म चाहिँ लास्टमा के अरे लास्टमा लास्ट अनि मेरो ग्याङ ओभर हुन्छ ल बाई फेरि अलिकपछि भेटौँ ल ल मेरो चाहिँ अब यो मेरो लास्ट हो अनि आई विल बी द विनर यस चुप के छिटो अझ ढङ्ग होइन मोटी अझ मेरो गयो र गयो कता गयो छिटो दाइ छिटो ल फेरि आजको घुमघाम यस्तो भयो साथीभाइहरू अब बाटोमा बाइचान्स केही भइहाल्यो भने देखाउँला नभए त आजको लागि गुड नाइट बाई बाई अब हाम्रो लागि यही हो आजको दिन राम्रै गयो फेरि पछि फेरि भेटौँला ल फेरि बाई आजको दिनै हामी सकियो अनि हामी खेल्यौँ पानीमा खेल्न चाहिँ मन थियो यो चाहिँ खेल्न पाएनौँ बिकज त्यो टाइमै भएन मिलेन त्यहीमाथि नेक्स्ट टाइम स्योर अनि स्विमिङ कस्ट्युम पनि भएन अनि यहाँ गल्फ चाहिँ खेल्यो उताको स्विमिङ गर्ने कुरा भएन त्यही हो अब नेक्स्ट टाइमलाई मलाई देखाउ न भ्यू हेरौँ के तपाईँको यति नराम्रो अनुहार किनभने त बाई भनौँ न अनि त्यही भएर चाहिँ नेक्स्ट टाइमलाई चाहिँ अब नेक्स्ट टाइम भेटौँला त्यसको लागि चाहिँ यति हो ल बाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला